म चाहिँ आइसकेँ भ्युटार क्या गजबको गरा छ 3 4 हेलो एभ्रिवान सबैजना नमस्ते अनि सबैजना एकदम सन्चै राम्रो हुन्छ होला म पनि एकदमै सन्चै छु गाइज अनि टक्क म चाहिँ आज चाहिँ घर जान लाग्यो अनि लिभाङ एक दुई हप्ता अन्तर बसेर टक्क म घर जान लाग्छु आज चाहिँ होइन टक्क यो चाहिँ लिभाङ भ्यू हो हल्का पर चाहिँ त्यो हल्का खिच्न पाइन्न अलिकति अनि म चाहिँ घर जान लाग्छु गाइज अनि यो चाहिँ बबाल भ्यू देखाइरहेको छ उता होइन यस्तो टक्क म चाहिँ आज चाहिँ घर जान लाग्छु गाइज अनि सबैजना नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला यो भिडियो जसले हेर्नुहुन्छ त्यो सब्सक्राइब हानिदिनु होला भन्न चाहन्छु ल टक्क माथि बाटो पनि थियो तर अलि माथिको बाटो अलि घुमाउरो अनि धेरै लामो लाग्यो लङ लाग्यो अनि त्यही भएर म टक्क सर्ट बाटो यो के भन्छ अरे यो बामरुकको मुनिको बाटोदेखि टक्क हिँडिरहेको छु माथिको बाटो चाहिँ अलि लङ थियो भन्ने लागेको थियो अनि म चाहिँ सर्ट बाटो हिँड्नु पऱ्यो भन्नाले एक्लै हिँडिरहेको छु होइन म चाहिँ किन हिँडेँ भन्नाले गाडीमा किन नगएको भन्दाखेरि टक्क आज भिडियो बनाउनु पर्ला कन्टेन्ट कस्तो हुन्छ भनेर टक्क हिँड्दैछु होइन तर बबाल बाटो तल्लो बाटो यो बाटो चाहिँ बबाल बनाएर रहेछ टक्क हेर्नु न मिठो छ बाटो पारी उतादेखि हिँडेर आइसकेँ पसिना आइरहेको छ यार गाइस गाडी पनि जान सक्थ्यो त्यही भएर जान त जान्थ्यो तर भिडियो बनाऊँ आज भ्लग स्टार्ट हान्दिउँ भनेर टक्क बाटोमा हिँड्दैछु गाइस अनि को हुनुहुन्छ हाम्रो गाइजहरू नयाँ जसले हेर्नुहुन्छ त्यसले सब्सक्राइब हानिदिनु होला अब डेली भ्लग आउँछ भनौँ टक्क तल चाहिँ मन्दिर रहेछ यार भोपाल मन्दिर रहेछ खतरा रह्यो टक्क थाकिए गाइस म चाहिँ गाइजन म चाहिँ टक्क आइरहेको थिएँ अनि झोला ब्याग छिएर कस्तो जाने लगाएर घरै यस्तो छ हालत पुरै यस्तरी पानी छु यार टक्क अङ्कलकोमा बसेको छु अनि नास्ता चाउमिन खाएर अब टक्क घर जाने हो अब टक्क टेलर खोजेको या टेलर पनि बनाएको छ गराउने यार त्यही छ त्यो पनि बनाएर लग्छु अब घर चाहिँ मौसम खतरा गरे कालो गरे पुरै पानी पर्ने सम्म यो चाहिँ टक्क साडो बाटोको भ्यू यो चाहिँ अब नास्ता खाने हो टक्क चाउमिन खान लाग्यो मान्छे होइन चाउमिन यस्तो छ या टक्क अब खान्छु त्यसो खाएर अब फेरि टक्क हिँडिहाल्छु अब घर पानी परिरहेको बाहिर यार भ्यू यस्तो कालो लाग्यो कस्तो जाने होला अब घर गाडीमा जान्छु हुन्थ्यो यार भिडियो बनाउँछु भनेर मात्रै मन्त्र हिँडिहाल्थेँ भिजेउ कुने भयो पानीले भेटाउँछ भेटाउला चाउमिन वा भ्युटार जाने एकदम गेटमा चाहिँ यस्तो लामो खतरा दामी गेट बनाएको रहेछ यार टक्क मेरो गाई मैले चाहिँ टक्क झोलासोला पिलरमा दिएर टक्क सिलाइसकेर टक्क हिँड्नु लाग्यो बल्ल ब्याग दामी भयो बोक्नको लागि दामी भयो अनि टक्क होइन त्यो के अरे भ्युटार जानको लागि अनि रक गार्डन जानको लागि चाहिँ खतरा दामीको गेट गराएर रहेछ अगाडि देखाइदिएँ मैले हजुरलाई होइन टक्क दामी रहेछ अनि पानी नि सिमसिमे परिरहेछ अनि आज चाहिँ गाडी चल्ने रहेनछ क्या गाडी चल्ने रहेनछ नत्र भने त म त जाने भनिरहेको थिएँ गाडीमा पानी परेको अनुसार अनि फेरि टक्क सिलाउने थिएँ दिदीले चाहिँ अनि दिदीले चाहिँ सिलाइदिनु भयो त्यसको लागि हाम्रो दिदीलाई धन्यवाद अनि ब्याग बल्दा दामी भयो गाइस होइन अगाडि फेरि अब फेरि भ्युटारमा जान्छु खास गरी म हजुरको लागि एउटा कन्टेन्ट अनि एउटा भिडियो राम्रो भिडियो बनाउँछु भन्नको लागि मात्र जान लाग्यो भ्युटार नत्र भने खालि गइरहेको थिएँ म होइन उता चाहिँ मैले भिडियो सुट गर्न पाउन थिएँ अनि टक्क धेरै टाढा आइसकेँ होइन अब धेरै छैन 15 मिनट 20 मिनट लाग्छ म भ्युटारमा जानको लागि होइन गाइस अनि बाटो चाहिँ यस्तो छ दामी छ भ्युटार जानको लागि अनि सिमसिमे पानी परिरहेछ कहिले हुन्छ अहिले गाइस हेर्नु भ्युटार त होइन सरी
अनि टक्क न फाइनली म चाहिँ रोल्पाको भ्यू टावरमा आइसकेँ क्या। आइसकेँ भन्नाले अब देखिरहेछ, त्यही भएर मैले आइसकेँ भनेको। होइन यस्तो बबाल हरियो क्या बबाल गरिरहेको ठाउँ हेर्नु न, मिठो छ। अनि भ्यू टावरको टुप्पा हल्का देखिरह है, त्यो चाहिँ भ्यू टावर हो। अनि यता चाहिँ यसको टप छ नि, योमा चाहिँ रक गार्डन। अनि टक्क भिडियो हानिरहेको छु को छ नि त्यहाँ माथि टक्क। अनि यो चाहिँ सैनिक इलाका, यो सानो टुप्पा छ नि, यो इलाका छ सैनिक इलाका, आर्मीहरूको ब्यारेक खतरा छ क्या ठाउँ। मजा हिँडिरहेको छ। तर के साह्रो जाडो भएको यार, पानी परिरहेको छ। यो टप हो नि, रोल्पाको सबभन्दा हाइजेस्ट ठाउँ भनेको टप भनेको यो ठाउँ हो। अनि लास्टै चिसो गरेर यस्तो हाफ बन्डी पुरै लगाइरहेको छु। त्यहाँ माथि गएपछि जकेट झिकेर लगाइदिनु पर्ला। अनि ओहो एउटा पनि बनाएर रहेछ बाटो, यतिदेखि तक आरसिसी गरेको बाटो रहेछ होइन। रक गार्डन गर्नु यो ढङ्गमा पनि बबाल रहेछ, बबाल छ भने अस्ति नै देखाएको। अनि यहाँदेखि चाहिँ जानुपर्छ माथि, अनि बबाल देखिन्छ भ्यू टावर। म चाहिँ गइनँ क्या त्यो के भन्छ अरे रक गार्डन, यानि कि ढुङ्गे बगैँचामा गइनँ। अब सिधै म त त्यहाँ जान्छु, के भन्छ अरे भ्यू टावरमा जान्छु। भ्यू टावरमा गएपछि रक गार्डनको हालत सबै देखाइन्छ सिनहरू। अनि यहाँदेखि सक्क यो ढिमा जाने हो। अनि त्यहाँ माथि टपमा दामी फोटो खिच्ने ठाउँ छ। म पहिला 1-2 वर्ष अगाडि चाहिँ पहिले आएको थिएँ धेरैचोटि, 4-5 चोटि आएँ। अनि त्यस बेला भिडियो गराएन, त्यो गराएको थियो होला। अब त्यो पुरानो आइडीमा हल्का त्यो छ होला, क्लिपहरू छ होला। आज चाहिँ फुल सब देखाइदिन्छु भन्छु, देखाइदिने हो आज। यस्तो बबाल छ यहाँ टपमा छ यार हाम्रो। ओहो अहिले नयाँ त्यो पनि गरिदिएको रहेछ, नयाँ जाने के भन्छ भ्याङ जस्तो भ्याङ पनि बनाइदिएको रहेछ। एउटा सैनिक इलाका छ, त्यो उतातिर नजानु, यताबाट छिटो हुन्छ नि। यो चाहिँ भर्याङ गराइदिएको रहेछ टक्क हिँड्नको लागि होइन। बस्ने प्रतीक्षालय पनि रहेछ यार। कालो हिँडिरहेको छु म होइन, बबाल छ। टपको गाई छ यो चाहिँ फोटो खिच्ने ठाउँ, उतो देखिरह नि त्यो माथि हो, त्योमा हो टप। अनि यहाँदेखि चाहिँ यो बाटो तल छ नि, यो देखिरह नि, यो चाहिँ सैनिक इलाकातिर जान्छ। ऊ सैनिक इलाकाको बस्ने ठाउँहरू। अनि भ्यू टावर आइपुग्न लागे। यस्तो बबाल सुविधा गराइदिएको रहेछ अहिले चाहिँ फरक रहेछ पहिला भन्दा नि। पहिला आएको भन्दा पनि बढी फरक परिवर्तन भएको रहेछ, बबाल लाग्यो। अनि ओहो के चिसो भएको, चिसो त नभन, म हिँडिरहेको छु तातिरहेको शरीर। अनि त्यही भएर यो कोकोले चिन्नु भएको, यो चाहिँ ओखर हो, ओखर खान्छ नि, ओखर चिन्नु भएको कि नै। म चाहिँ आइसकेँ भ्यू टावर, क्या गजबको गरा छ 1 2 4 बबाल। यता पनि अहिले नयाँ बनाएको रहेछ प्रतीक्षालयले। यस्तो प्रतीक्षालय चाहिँ तल 3-4 छ टक्क। चाहिँ आज चाहिँ पुरै चिसो मौसम गरेको छ। अनि फेरि के भन्छ अरे मान्छे चाहिँ धेरै रहेनछ। अनि म पहिलोचोटि आएँ, अनि पहिलोचोटि भन्नाले धेरैचोटि नआएको छु। अनि आज म एक्लै आएको छु नि, त्यही भएर टक्क एक्लै छु आज चिसो मौसम गरे, त्यही भएर होला क्या। कोही पनि छैन, माथि जानु लाग्छ। जनयुद्ध स्मृति हाम्रो त्यो एउटा क्याम्प बबाल छ है, त्यो चाहिँ शहीदहरूको नाम छ। त्यहाँ चाहिँ बसेर फोटो खिच्छ। इलाका
टपमा गएर आएको टक्क म चाहिँ होइन के भन्छ अरे भ्यू टावरको टपमा गएर आइसकेँ एक्लै थिएँ त्यही भएर फोटो खिच्न पाइनँ मेरो फोटो टपमा गएर एक्लै गएर आएँ अनि दुईजना मात्र अङ्कल र एउटा आन्टी जानु भएको रहेछ अनि त्यहाँ हुने रहेछ दुईजना मात्र त धेरै छैन त्यो बिदाको दिन भएको भए त रेलो मान्छे त धेरै आउँथे तर बिदाको दिन नभएर आज अलि मौसमले पनि त्यस्तै साथ दिएर अनि त्यही भएर धेरै रहेछ मान्छेहरू अनि टक्क देख्न सक्नुहुन्छ अघि नै देखेर मैले त्यो चाहिँ यता पार्टी गर्न आउँछन् मान्छेहरू खतरा पार्टी चल्छ नि खतरा पार्टी बर्थडे पार्टी लागेर सब पार्टी के यहाँ हान्ने मान्छे डेटिङ बस्ने या सबै हुन्छ क्या एउटा ओहो क्या मजाको चिसो पानी पुरै परिरहेको छ टप्प 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 चुइरहेको पार्टी ओहो यहाँदेखि टक्क लगाएर म चाहिँ यो चौरदेखि लागेर यो बाटो नयाँ बाटो छ नि यो बाटो पाके रहेछ बे हेर काफल टक्क काफल चाहिँ यस्तो छ पाके रहेछ है बबाल के मिठो मेरो ब्याग चाहिँ अलि तल मुनि छ हेर्नु यस्तोमा चढेको छु म चाहिँ काफल यहाँ छ मस्त रुखमा चढेको छु क्या मस्त भइरहेको काफलको पुरै पोका भबाल छ कि त्यहीको कारणले नि म हिँड्दै आएको के भेट्छ त्यति देखाउनलाई तबदेखि देखिरहेको थिएँ नि मुनिको यो टक्क यहाँ चाहिँ पिकनिक गर्ने ठाउँ हेर्नु न क्या बबाल छ पुरै बबाल ठाउँ छ पुरै यो बबाल ठाउँ छ अनि म योमा हिँडिरहेको छु क्या हरियाली क्या मजाको दामी घाँसहरू पलाएको छ हरियो अनि म चाहिँ हिँडिरहेको छु यस्तो बबाल छ कि ठाउँ त फोटो खिच्नु चाहिँ बबाल छ अनि एउटा मसँग साथी भएको भए फिक्स फोटो खिच्दै गएँ एक्लै छु अनि कसरी फोटो खिच्ने म फोटो खिच्नु नै पाएन टक्क अब खोर्सानी अब टक्क यो गाउँ देखिरह नि यो गाउँदेखि यो डाँडा तल मुनिको डाँडादेखि लगाएर टक्क घर जाने हो अनि यस्तो बबाल देखेर छ दुई तिनजना मान्छे हुनुहुँदैछ यहाँ टक्क यहाँदेखि यो लागेर योदेखि तलको दारा पुग्यो घर अनि बबाल छ त्यो चाहिँ घोडाको हो ए केटाहरू चाहिँ भेटिसकेँ मैले हडक केटाहरू को भनिरहेको यार केटाहरू रहेछ हालट केटाहरूको असलै तिरले घुम्न आयोस् केटाहरू चाहिँ पुरै भेटिसक्यो केटा टक्क त्यही चाहिँ अगाडिको भिडियो चाहिँ त्यो समाप्त दही हानिसक्यो होइन केटाहरू चाहिँ भिजिसक्यो अनि फेरि फर्केर माथि जानु पऱ्यो यार केटाहरूसँग अब केटाहरू यस्तो छ फेरि अर्को भिडियोमा टक्क अर्को भिडियो नि बनाउँछु भन्नु चाहन्छु मैले के भन्छ अरे अर्को नयाँ भिडियो अब केटाहरूको चर्तीकल्ला फोटो खिच्ने त्यो भिडियो ल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु ल लाइक गरिदिनु के भन्छ